to our video. आज यस भिडियोमा हामीहरूले कार्डियोभास्कुलर सिस्टम अन्तर्गत हाइपरटेन्सनको बारेमा पढ्न गइरहेका छौँ। यो हाइपरटेन्सन भनेको के हो र यो रोग चाहिँ कसरी लाग्छ र यो रोग नलाग्न के गर्नुपर्दछ र यो रोगबाट कसरी बच्न सकिन्छ अथवा यो रोग लागेपछि के गर्नुपर्छ भन्ने कुराहरू लिएर आएछु। अब सुरु गरौँ परिभाषा डेफिनिसनबाट। ब्लड प्रेसर भनेको के हो? हाम्रो आर्ट्रियल प्रेसर एलिभेट हुनु बढ्नु, द्याट इज कल्ड हाइपरटेन्सन हो। हाइपरटेन्सन इज डिफाइन्ड इन विच आर्टेरियल ब्लड प्रेसर इज क्रोनिकली एलिभेटेड भन्छ। हाइपरटेन्सन त्यसलाई उच्च रक्तचाप भनिन्छ। ब्लड प्रेसर क्लासिफिकेसन अनुसार यसलाई क्लासिफिकेसन गरिएको छ। नर्मल, प्री हाइपरटेन्सन, हाइपरटेन्सन र आइसोलेटेड सिस्टोलिक हाइपरटेन्सन गरी 1, 2, 3, 4, 5वटा टाइपमा डिभिजन यसको क्लासिफिकेसनले डिभाइड गरिएको रहेछ। अब नर्मलमा यसको कुरा गर्दाखेरि नर्मलमा 120 हो, लेस देन 120 र सिस्टोलिक प्रेसर 120 हो र डायस्टोलिक लेस देन 80। प्री हाइपरटेन्सनमा चाहिँ के भन्छ स्टेज 1मा कि 120 to 139 प्रेसर हुन्छ सिस्टोलिक, डायस्टोलिक 80 to 89 हुन्छ। स्टेज 2 हाइपरटेन्सनमा के हुन्छ 140 to 159 सिस्टोलिक हुन्छ र डायस्टोलिक 90 to 99 हुन्छ। र स्टेज 2 मा के हुन्छ कि प्रेसर मोर देन 160 हुन्छ र यसमा चाहिँ डायस्टोलिकमा मोर देन 100 हुन्छ। र आइसोलेटेड सिस्टोलिकमा के हुन्छ कि सिस्टोलिक बढ्या हुन्छ। आइसोलेटेड सिस्टोलिक नामबाट पनि थाहा हुन्छ सिस्टोलिक बढ्या हुन्छ, मोर देन 140 हुन्छ र डायस्टोलिक लेस देन 100 हुन्छ। र यसको कजहरूको कुरा गर्दाखेरि एसेन्सियली प्राइमरी एसेन्सियल हाइपरटेन्सन 95% केसेसमा यसको रुट कज के छ भन्ने थाहा छैन भने र 5% डेभलपमेन्टल, इन्भाइरोमेन्टल एन्ड जेनेटिक कुराहरू आउँछ। जस्तै रेनल डिसफङ्सन, हाम्रो किडनीले राम्रोसँग काम गर्नु, त्यसो हाम्रो किडनीले गर्नुपर्ने काममा डिसफङ्सन आयो त्यतिखेर पनि यो हाम्रो हाइपरटेन्सन हुने सम्भावना हुन्छ। पेरिफेरल रेजिस्टेन्स एन्ड भेसल टोन, अब हाम्रो जुन पेरिफेरल रेजिस्टेन्स छ नि, अब ब्लड भेजल्सहरूको रेसिस्टेन्ट भयो, अब फ्लोलाई रेसिस्टेन्ट भयो, ब्लड भेजल्स टोनहरू भएन त्यतिखेर पनि यो हाइपरटेन्सन हुने सम्भावना हुन्छ। इन्डोथेलियल डिसफङ्सन, हाम्रो शरीरभित्र रहेको इन्डोथेलियल फङ्सनहरू डिसफङ्सन भएपछि हुन्छ। अटोनोमिक टोन, एउटा अटोनोमिक टोन पनि हुन्छ। इन्सुलिन रेजिस्टेन्स, कहिलेकाहीँ इन्सुलिन रेजिस्टेन्ट बिरामीहरूलाई पनि हाइपरटेन्सन हुने सम्भावना हुन्छ। न्युरो हर्मोनल फ्याक्टर्स, अब यसमा न्युरो हर्मोनल फ्याक्टरको कुरा कहिलेकाहीँ हाम्रो न्युरोन्सहरू हर्मोन्सहरूको डिसब्यालेन्स भएपछि पनि हुने सम्भावना बढी हुन्छ। हाई सल्ट इन्टेक, अब बढी खाना खायो, बढी खाना भन्नाले बढी खानामा नुन खायो। हेभी कन्जम्सन अफ अल्कोहल, अब कसैले धेरै रक्सी खाने, अब कसैको धेरै मोटोपन हो, ल्याक अफ एक्सर्साइज, कसैले खाना धेरै खाने, रक्सी पनि धेरै खाने, एक्सर्साइजहरू गर्दै नगर्ने पनि कारणहरू देखिन्छ। र सेकेन्डरी हाइपरटेन्सनको कुरा गर्दाखेरि प्राइमरी हाइपरटेन्सन भयो, सेकेन्डरी हाइपरटेन्सनको कुरा गरौँ। सेकेन्डरी हाइपरटेन्सनमा चाहिँ के हुँदो रहेछ भन्नाले कि अल्कोहल, ओबेसिटी एन्ड प्रेग्नेन्सी पनि यसको कारणहरू छ। अल्कोहलले पनि हुन्छ, ओबेसिटी पनि हुन्छ र प्रेग्नेन्ट महिलाहरूमा प्रिक्लेम्सिया मेनली, अब प्रोटिन प्लस सिजर भयो, द्याट इज प्रिक्लेम्सिया हामीले भन्ने गर्छौँ नि, त्यो भएर हुन्छ। रेनल डिजिजमा चाहिँ के हुन्छ होला, रेनल भास्कुलर डिजिज, ग्लोमेरुलर नेफ्राइटिस, अब ग्लोमेरुलर नेफ्राइटिस इन्फेक्सन भयो त्यतिखेर पनि हुनसक्छ। पोलिसिस्टिक किडनी डिजिज भयो, अब किडनीमा पनि कुनै सिस्टहरू भयो भने त्यसरी पनि हुन्छ। एन्डोक्राइन डिजिजहरू, अब एन्डोक्राइन डिजिजहरूले पनि कहिलेकाहीँ गराउँछ। फियोक्रोमोसाइटोमा, क्यान्सर अफ एड्रिनल ग्ल्यान्ड, क्यान्सर अफ एड्रिनल ग्ल्यान्ड हो, क्यान्सर अफ एड्रिनल ग्ल्यान्डले गर्दा पनि हुन्छ, फियोक्रोमोसाइटोमा हुन्छ। कुसिङ सिन्ड्रोममा कर्टिसोल हर्मोन, अब कहिलेकाहीँ हाम्रो बडीमा कर्टिसोल हर्मोनको मात्रा बढी भएपछि पनि त्यस्तो देखिन्छ। ग्लुकोकर्टिकोइड्स सप्रेसिबल, हाइपर एल्डोस्टेरोनिजम, हाइपर प्याराथाइरोइडिजमको केसहरू पनि देखिन्छ। एक्रोमेगाली,
प्राइमरी हाइपोथाइरोइडिज्म साइटोसिस पनि हुन्छ। अब एक्रोमेगाली ग्रोथ हर्मोन इन्क्रिज फियोक्रोमोसाइटोमा 8.5p फियोक्रोमोसाइटोमा 5वटा के हुन्छ प्रेसर पाल्पिटेसन पेन पर्सपिरेसन स्वेटिङ प्यालर यिनीहरू हुन्छ। त्यस्तै यसको ड्रग्स कहिलेकाहीँ ड्रग्सको साइड इफेक्टले पनि हाइपोटेन्सन हुन्छ। अब ड्रग्सको कुरा गर्दाखेरि ओरल कन्ट्रासेप्टिभ कन्टेनिङ इस्ट्रोजेन्स अब ओरल कन्ट्रासेप्टिभ कन्टेनिङ इस्ट्रोजेन्सले गर्दा पनि भयो एनाबोलिक स्टेरोइड्सले पनि भयो प्रेडनिसोलोले पनि प्रोजेस्टेरोनले पनि हाइपोटेन्सन गराउँछ कर्टिकोस्टेरोइड्सले पनि बढाउँछ कर्टिकोस्टेरोइड द्याट इज कल प्रेडनिसोलोन एनाबोलिक स्टेरोइड्स र एनएसआइडीको पेन किलरले पनि बढाउँछ कार्बेन्जोल कोआर्क्टेसन अफ एउटा जनुदात कहिलेकाहीँ जनुदात एउटा साँघुरो भएपछि कोआर्क्टेसन अफ एउटाले गरायो त्यो गरायो। त्यसपछि सिम्पटम्समा के हुन्छ भन्नाले अब इनिसियल सिम्पटम्समा हेडेक हुन्छ फ्याटिग कन्फ्युजन भिजन प्रब्लम्स आँखा धमिलो हुने टाउको दुख्ने छाती दुख्ने सास फेर्न गाह्रो हुने डिजिनेस नर्भस स्वेटिङ ट्रबल फेसियल फ्लसिङ ब्लड डिस्पर्सन आइज भेल्पिटेसन्स नाजल ब्लिडिङ हुनसक्छ पछि गएर त्यो भयो। अब हामीले एप्रोच कसरी एप्रोच टु एपियरेन्स मेजर्समेन्ट अफ ब्लड प्रेसर कसरी गर्ने त्यो भयो। सेकेन्ड नम्बरमा हिस्ट्री इज भेरी इम्पोर्टेन्ट। कहिलेकाहीँ के हुन्छ हाइपोटेन्सी मर्निङ एन्ड लोकलाइज्ड के हुन्छ मर्निङमा चाहिँ हुन्छ हेडेक अनि त्यो पछि गएर यतातिर अक्सिपिटल द्याट इज लोकलाइज हुन्छ नन स्पेसिफिक सिम्पटम्स सिजनेस पाल्पिटेसन्स फ्याटिबिलिटी इम्पोर्टेन्स यिनीहरू देखा पर्छ। त्यस्तै अब फिचर्स रिलेटेड टु अन्डरलाइन कजेसमा रेनल रिकरेन्ट ब्याक फियर हुनसक्छ युटिआईहरू भयो इन्डोक्राइन डिजिजहरू भयो ती कुराहरूले। अब यसमा इन्भेस्टिगेसन के बढाउन सकिन्छ भन्नेहरूले अब त्यसरी इन्भेस्टिगेसन हेर्नु हो हाम्रो एलेक्ट्रिक किडनीमा पनि समस्या भएर पनि बढ्दो रहेछ के भन्छ लिभरमा समस्याहरू भएर पनि हुन छ बटुमा पनि सम्भावना छ त्यो होइन भन्न मिल्दैन तर मिल्ने स्पेसली हामीले ब्लड इन्भेस्टिगेसनमा हेमोलाइसिस फर ब्लड प्रोटिन एन्ड ग्लुकोज युरिन केको प्रब्लम ब्लड प्रोटिन ग्लुकोजको लागि पठाउँछ किनकि ग्लुकोजले पनि त गराउँछ नि इन्सुलिन गरेपछि त्यो गराउँदो रहेछ। ब्लड युरिया इलेक्ट्रोलाइट्स एन्ड क्रिएटिनिन सेरम युरिया एन्ड क्रिएटिनिन सोडियम पोटासियम गर्न सकिन्छ। ब्लड ग्लुकोज लिपिड प्रोफाइल पनि गर्नुपर्छ। लिपिड प्रोफाइल किन गर्ने किनकि कहिलेकाहीँ हाम्रो भेसल टोनहरू लिपिड भएर त्यो पनि हाम्रो एलिभेट हुन्छ नि। अब मानौँ कि पाइप यत्रो छ अनि यसभित्रमा यो पाइपभित्रमा के भन्छ पसेहरू छ पहिला एकदम मजाले फ्लो राम्रो हुन्थ्यो अहिले बसेर जमेर यसको साँघुरो भयो। अब जति साँघुरो कम भयो भने अब त्यति ब्लड फ्लो त्यति फोर्सले जाने भयो द्याट इज कल झन् प्रेसर बढ्यो होइन र त्यो पनि हुनसक्छ लिपिड प्रोफाइल त्यो पनि गराउनु पर्छ जस्तो मलाई लाग्यो। र टोटल कोलेस्ट्रोल एन्ड एसटिएल हाई डेन्सिटी कोलेस्ट्रोल टुबिलिटी इसिजी पनि गराउनुपर्छ। इसिजी किन गराउनुपर्छ भन्नाले कहिलेकाहीँ हाम्रो मुटुको गति र हाम्रो त्यो डिसब्यालेन्स भएर ट्याकिकार्डियाहरू भएर पनि हुनसक्छ मुटुको कारणले पनि हुनसक्छ त्यो मजा लाग्छ। अनि चाहिँ एक्सटु डिटेक्ट कार्डियोमेगाली हार्ट फेलियर अब चाहिँ सिट पनि गर्नुपर्छ कार्डियोमेगाली ठुलो कि त हार्टै ठुलो भएको हुनसक्छ अब कहिलेकाहीँ त अब हार्टको एउटा सानो साँघुरो हुनसक्छ त्यो कुराहरूले गर्दाखेरि हामीले चाहिँ सिटी गराउँछौँ। इकोकार्डियोग्राम टु डिटेक्ट क्वान्टिफाई लेफ्ट भेन्ट्रिकुलर हाइपरट्रोफी युरिनरी कार्डियोकोलामाइन्सहरू युरिनरी कर्टिसोल एन्ड एक्सामिनेसन सप्रेसन टेस्ट गराउँछौँ। त्यो कुसिङ सिन्ड्रोम सक्दैन भन्नाले हामीले के गराउँछौँ युरिनरी कर्टिसोल एन्ड एक्सामिनेसनको सप्रेसन जुन छ नि त्यो गराउँछौँ। प्लाज्मा रेनिन एक्टिभिटी एन्ड एल्डोस्टेरोन टु डिटेक्ट सबै प्राइमरी एल्डोस्टेरोन गराउँछौँ। त्यसपछि आउँछ यसको मेन कम्प्लिकेसनमा अब यसमा मेन कम्प्लिकेसनमा यसले आँखामा रेटिनोप्याथी हाई सेन्सिटिभिटी पनि गराउँछ। ब्लडमा चाहिँ के गर्छ एलिभेटेड सुगर लेभल अब हाइपरटेन्सनले पनि सुगर लेभल बढाउँछ के सोच्नुपर्छ। किडनीजमा हाइपरटेन्सिभ नेफ्रोप्याथी गराउँछ। हार्टमा हाइपरटेन्सिभ मायोकार्डियल इन्फेक्सन हार्ट एट्याकहरू
सेरिब्रम सेरिब्रोभास्कुलर एक्सिडेन्ट गराउन सक्यो, हाइपरटेन्सन इन्सेफेलोपेथी गराउन सक्यो, कन्फ्युजन, हेडेक। र यसको म्यानेजमेन्टको कुरा गर्दाखेरि लाइफस्टाइल मोडिफिकेसन, फार्माकोलोजी एन्ड ट्रिट द कज तिनवटा हो। एउटा जीवनशैली र आफ्नो रहनसहन, लाइफस्टाइल, जीविको कस्तो जिउने तरिका छ, बानी छ, त्यो कुरालाई गर्नु पऱ्यो। र एउटा फार्माकोथेरापी र एउटा ट्रिट द कज के हो भने पनि ट्रिट गर्नुपर्छ कहिलेकाहीँ। अब लाइफस्टाइल म्यानेजमेन्टको कुरा गर्दाखेरि वेट रिडक्सन गर्ने, एटेन एन्ड मेन्टेन बिएमआई लेस देन 25 mg per kg मिटर स्क्वायर। बिएमआई कति गर्नुपर्छ? लेस देन 25 mg per kg। डायट्री सल्ट नुन लेस देन 6 ग्राम सोडियम क्लोराइड per day. Adapt DAS dietary approach to stop hypertension. Diet rich in fruits, vegetables, and low-fat diet. Moderation of alcohol, regulation of exercise for 30 minutes per day. At least कम्ती 30 मिनटसम्म एक्सर्साइज गर्ने भन्ने कुराहरू पनि बताउनुपर्छ। त्यसपछि आउँदा फार्माकोथेरापी पनि हामीले दिनुपर्छ। हस्, धन्यवाद। आजको लागि यति नै।